मलाई सहयोग गरेन भने आत्महत्या गरेर मर्दिन्छु। अब कस्तो खालको सहयोग गर्नु पर्यो अब सरकारले? जे गर्न चाहन्छ सरकारले मलाई त्यो गर्नु पर्यो। क्या बात कर रहे हैं? हैन तपाई के पीडित हो खास चाहिँ? म भूमिहीन पीडित हो। भूमिहीन भूमिहीन हो म बुढीहीन। म बुढीहीन। रुको जरा सबर करो। रक्सी खान आउनु भएको छ त? अब मलाई के विकल्प छैन। मेरो बुढीले यतै गर तेरो जग्गा छैन, जमिन छैन, केही छैन भनेर मेरो बुढीले कुट्छ। मलाई विकल्प अरू के छैन छ? मेरो बुढीले कुट्छ, मलाई विकल्प अरू के छैन छ? गजब टुपीबाज आदमी। खाएँ हल्का खाएर आयो, डङडङ गनाइरहेछ। खाएर आएको भन्दैछु त हजुर। अनि पीडित मान्छे त आफ्नो मुद्दा राख्छ। अब के गर्नु सर, हिँड्दै आउँदाखेरिमा मलाई चक्कर लाग्छ, के गरौँ? यहाँ डिप्रेसन हुन्छ अनि के कि मर्ने बाटोमा। डिप्रेसन कहाँको सुकुम्बासीमा बस्नुहुन्थ्यो? म यो माछा पोखरीको उता मित्री पुल निरको सुकुम्बासीमा बसिरहेको हो। अहिले कहाँको होल्डिङ सेन्टर? होल्डिङ सेन्टर होइन म अहिले म हिले टोलमा बस्छु। म अनि बसिराख्नु भयो रहेछ त, के गर्नु पर्यो सरकारले? म भूमिहीन, मेरो बच्चालाई पढाउनलाई मेरो छैन केही पनि। अनि त्यो त हात खुट्टा सधैँ छ त। सधैँ भएर के एउटा बच्चालाई पढाउने कि दुईटा बच्चालाई पढाउने कि भाडा तिर्ने कि के गर्ने सर? काम गरेर खानु पर्यो नि, रक्सी खानु। काम गरेर त आफूले खाने हो नि त। नि आफूले खान्छ काम गरेर, काम गरेर त आफूले खाने हो नि त। जन्मेको बच्चा कसले पाल्दिने त? कस्तो कुरा गर्नुभयो तपाईँले प्रश्न सोध्न आउँदैन। अनि तपाईँ रक्सी खाएर आउनु भएको छ नि त? तपाईँलाई प्रश्न सोध्न आउँछ कि आउँदैन?